नमस्कार। के तपाईँलाई थाहा छ नेपालको पहाडमाथि यस्तो धातु लुकेको छ जसले नेपाललाई विश्वको धनी देश बनाउन सहयोग गर्न सक्छ? हो, म कुरा गर्दैछु युरेनियमको। वैज्ञानिक अनुसन्धान अनुसार मुस्ताङको लोमाङथाङमा युरेनियमको ठुलो खानी छ। यसबाहेक मकवानपुर, बैतडी र सिन्धुलीका पहाडहरूमा पनि यो बहुमूल्य धातु लुकेको छ। युरेनियम भनेको ऊर्जाको महासागर हो। थोरै मात्रामा पनि वर्षौंसम्म पुग्ने बिजुली निकाल्न सकिन्छ। यदि नेपालले यसलाई सही रूपमा प्रयोग गर्न वा निर्यात गर्न सक्यो भने हाम्रो प्रति व्यक्ति आम्दानी जादुई ढङ्गले बढ्ने निश्चित छ। तर त्यति भने जस्तो सजिलो पनि छैन। युरेनियम न्युक्लियर पावरसँग जोडिएको हुनाले यसमा शक्तिशाली देशहरूको राजनीतिक चासो रहन्छ। सानो गल्तीले नेपालमा विदेशी सेनाको हस्तक्षेपको खेलमैदान बन्ने खतरा पनि उत्तिकै छ। नेपालमा युरेनियम भेटिनु भनेको केवल ढुङ्गा भेटिनु बराबर होइन। यो त शक्ति राष्ट्रहरूका लागि एउटा ठुलो रणनीतिक ताला हो। भारतका लागि नेपालको युरेनियम सुरक्षाको विषय हो। खुल्ला सिमानाका कारण यहाँको युरेनियम तस्करी भएमा उसलाई ठुलो घाटा हुन सक्छ र खतरा हुन सक्छ। अर्कोतर्फ चीनका लागि मुस्ताङको युरेनियमको खानी उसको र तिब्बतको सिमानासँग जोडिएकालाई त्यहाँ कुनै पनि विदेशी सेना उपस्थिति उसले स्वीकार गर्नै सक्दैन। विदेशी हस्तक्षेप सिधै सेना आएर हुन्छ भन्ने हुँदैन। यो त नीतिगत दबाव र आर्थिक प्रलोभनबाट पनि सुरु हुन्छ। कुनै एउटा देशलाई खानी खन्ने जिम्मेवारी दिँदा अर्को देश रुष्ट हुने र नेपालमा प्रोक्सी वारको अखडा बन्ने डर हुन्छ। शक्ति राष्ट्रहरूले नेपालको युरेनियममाथि नियन्त्रण जमाउन यहाँका राजनीति र प्रशासनमा समेत प्रभाव पार्न खोज्छन्। युरेनियमले नेपाललाई धनी बनाउन त सक्छ, तर आर्थिक सन्तुलन तटस्थ कूटनीति अपनाउन सकेनौँ भने यो खनी हाम्रो लागि वरदानभन्दा बढी अदृश्य युद्धको कारण बन्न सक्छ। बहुमूल्य धातुको विषयमा सरकारले समयमा नै गम्भीरतापूर्वक ध्यान दिनु अत्यन्त जरुरी छ। नेपाल सरकारलाई यो विषयमा ध्यान दिन अनुरोध गर्दछु। धन्यवाद।